हेलो एभ्रिवान, तपाईहरुलाई स्वागत छ मेरो यो नयाँ भिडियोमा। यो चाहिँ छोटो अनि मिठो भ्लग हो मेरो। आजदेखि चाहिँ म नयाँ सुरुवात गर्न जान्दैछु, किनकि त अब चाहिँ मैले सोचे कि म कन्टिन्यू डेली नै नयाँ भिडियोहरु बनाएर फेसबुकमा हाल्छु, किनकि त मैले अब यत्रो दिन छोडेको थिएँ। फेसबुकबाट चाहिँ मलाई हिजो राति एउटा मेसेज आएको छ कि अब तपाईको फेसबुक मोनेटाइजर हुनुको लागि सिर्फ अलिकति प्रोसेसहरु मात्रै बाँकी छ भनेर। अनि मैले सोचे किन अब घरमा बसेर त्यसै पनि अब नानी हेर्यो बस्यो हैन, अब यसको हामीले फाइदा उठाउन सक्छौं भनेदेखि हामीले हाम्रो जिन्दगीमा जति पनि कुराहरु हुन्छ त्यो हामीले यसरी फेसबुक मार्फत राख्न सक्छौं भनेदेखि त्यो कुराहरु धेरै राम्रो। हामी छोरी मान्छे, हामी जस्तो हाउस वाइफको लागि त अझै पनि बेस्ट हो हैन। त्यही भएर चाहिँ मैले डिसिजन लिए कि होइन, जे पनि लाइफमा हुन्छ अब म त्यो तपाईहरुलाई देखाउँछु। तर आजको चाहिँ मेरो यो भिडियो मैले बिहानदेखि सुरुवात गरे। बिहान चाहिँ उठ्नेबित्तिकै मैले खिचडी ब्रेकफास्टको लागि खिचडी बनाएको थिएँ। त्यतिखेर चाहिँ मैले भोइस गर्नु पाइनँ, किनकि त मेरो दुईटा नानीहरु छ नि त, हल्ला भएर। अहिले चाहिँ म भोइस ओभर गरेर चाहिँ तपाईहरुलाई भन्दैछु। त्यसको लागि चाहिँ तपाईहरुले मलाई धेरै भन्दा धेरै सपोर्ट गर्नु होला हैन। के गर्नु, फेसबुकले पनि लोभ देखाएको देखाइ गर्छ, खै हुनलाई हो कि नहुनुलाई हो कि। तर जे भए पनि हैन, भिडियो बनाएर हाल्दाखेरि आफैलाई पनि एउटा खुसी लाग्छ। त्यही भएर नि म बनाउँछु। मेरो यो भिडियोलाई चाहिँ तपाईहरुले धेरै धेरै माया गर्नु होला भन्ने उम्मिद गर्छु म हैन। यो भिडियो चाहिँ मेरो सोचेको थिएँ कि सर्ट बनाउँछु भनेर, गर्दा गर्दै लङ भएछ। त्यसको लागि पनि झर्को नमानिकन हेरिदिनु होला, धेरै माया गर्नु होला मलाई, यति नै भन्न चाहन्छु हैन। अनि खिचडीमा चाहिँ मैले खासमा चाहिँ खिचडी बनाउँछु भनेर मैले सबै प्रोसेसहरु गरेको थिएँ, तर त्यो मैले देखाउनु पाइनँ के। त्यसको लागि चाहिँ केही छैन। अर्को कुरा चाहिँ अर्को भिडियोमा गरौँला। अहिलेको लागि बाइ बाइ।